गेलेफु हाइवे साथियों, गेलेफुको हाइवे, गेलेफु चिराङ। बोक्नु बोक्नु स्क्रैपमा लानुपर्छ। हेर्नुहोस् है, खोलाइ सानो सानो खोला। हेर्नुहोस् हामी चाहिँ सुरे भन्ने जग्गामा गएको। सुरे हजुर होइन, अगाडि गएको छ, सबै गइसक्यो, हामी मात्रै। यहाँ पर खोलाको पारिपट्टि चाहिँ पुलिस यो चेक पोइन्ट रहेछ, त्यहाँसम्म चाहिँ हिँडेर गएको हामी। पर 3 जना साथीहरू जाँदैछ। पर यस्तो रहेछ है गेलेफुको मेन बाटो। निकै पर रहेछ नि चेक पोस्ट रहेछ, खोलाको पारिपट्टि रहेछ नि। अब कहिले पुग्ने? राति मात्रै पुग्ने रहेछ नि, रातिको 8 बजीतिर। छुर्पी चप्पाउँदै हिँड्नुपर्छ बाटोमा। हाई पुर्खा, अब टाइम पास छैन बाटोमा। 10 किलोमिटर हिँड्यो नि हामी। बेसी होइन, बेसी होइन र 10 किलोमिटर तल गएर घुमेर कति आउँछ? हो त, अलिक बेसी होला। पुरा तातो बेसी नि यहाँ, गरम।
अब भएर माथिबाट चाहिँ कतिको उयो छ, कति लामो बाटो छ? त्यहाँदेखि उँभो हजुर, त्यहाँदेखि उँभो त निकै छ सूर्यदेखि उता थम रोड रहेछ नि, थम रोड। डाँडा काट्नुपर्छ घाँस भरे हेर्न 5 घन्टा होइन 5 डाँडा भनेपछि त 4 घन्टा 5 घन्टाको बाटो रहेछ नि। अब हिँडेर पुग्नु सक्छ नि? सक्दैन नि? सक्दैन त्यसो र त्यो मालिकको काठमा चोर भनेको थियो। हेर्नुहोस् है डाँडा पाखा यस्तो रहेछ। थाक्यो नि पुरा। अब त्यहाँ दोकान छैन, दोकान त कति पुग्नुपर्छ। राम्ररी हेर्नु होला है हजुरहरू। यस्तै छ भुटानको गेलेफु। यो चाहिँ गेलेफु जग्गा हो। यहाँदेखि उँभो आज चाहिँ खतरा छ माउन्टेनहरू बाटो। यो त टाउनको साइडमा हो, टाउनदेखि 10 किलोमिटर बाहिर हो यो। अब यहाँदेखि उँभो माथि छ, बेसी खतरा माउन्टेनहरू, भिर पाखा। यहाँ मान्छे बस्दै रहेछ घर। यो ट्रिकको रुख हो यो। भुटानमा चाहिँ एकदम चल्ती हुने। यो जतासुकै काट्नु पाउँदैन यो रुख। काट्यो भने पुरा जेल बस्नुपर्छ, फाइन तिर्नुपर्छ हो यो रुखको लागि। यस्तो हुन्छ। यो चाहिँ फर्निचरको नम्बर 1 मा आउँछ यो फर्निचरको काट्नु।